यस हलमा उपस्थित हुनुभएका विश्वभरबाट गैराविश नेपाली सङ्घको यस पवित्र अभियानमा युरोपको सुन्दर सहर सुन्दर देश पर्यटकीय देश माल्टामा पाल्नुभएका सर्वप्रथम नेपाल सरकारका माननीय मन्त्रीज्यू गैराविश नेपाली सङ्घका अध्यक्ष लगायत विभिन्न देशबाट एनआरएनए एनसीसी माल्टाको होस्टमा रहेको र युरोपियन रिजनल कन्फरेन्स युरोपियन क्षेत्रीय सम्मेलन 2025 माल्टामा यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण एनआरएनए अभियन्ताज्यूहरू नेपाल सरकारका प्रतिनिधिज्यूहरू लगायत सम्पूर्णलाई म आजको कार्यक्रम प्रस्तुता यसै गरी सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। विशेष अतिथिका रूपमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डाक्टर बद्र केसीज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाल उद्योग विभागका महानिर्देशक राजेश्वर देवानीजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीसँग हुनुहुन्छ मिसेस कविता भण्डारी, स्पाउस अफ अनरेबल मिनिस्टर दामोदर भण्डारी, उहाँलाई पनि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी हामीसँग हुनुहुन्छ नेपालबाट हिमाल चन्द्र अर्याल, अन्डर सेक्रेटरी इन्भेस्टमेन्ट बोर्ड अफ नेपाल, उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद युरोप क्षेत्रीय महिला संयोजक तथा यस कार्यक्रमकी सञ्चालिका प्रसन्ना कणेलज्यू। अब म यस आसन ग्रहण कार्यक्रमलाई निरन्तरता दिन चाहे। विशेष गरी यस युरोपियन क्षेत्रीय सम्मेलन 16 युरोपियन क्षेत्रीय सम्मेलन माल्टामा उपस्थित हुनुभएका सम्पूर्ण अतिथि सम्पूर्ण महानुभावहरूलाई म फेरि पनि एकमुष्ट रूपमा स्वागत गर्दै गैराविश नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष आदरणीय डाक्टर देवराज शर्माज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी गैराविश नेपाली सङ्घकै अभियन्ता यसै गरी गैराविश नेपाली सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष आदरणीय रामशरण सिंहज्यूलाई यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी गैराविश नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला उपाध्यक्ष आदरणीय रोजिना प्रधान राईज्यूलाई यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी गैराविश नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव आदरणीय डाक्टर ज्ञानेन्द्र रेग्मीज्यूलाई पनि यस कार्यक्रममा म अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। सायद उहाँ अझैसम्म आइसक्नु भएको छैन, बाटोमा हुनुहुन्छ, हामीहरूले फेरि पनि उहाँलाई जोड्नेछौँ। यसै गरी गैराविश नेपाली सङ्घका सचिव यसै गरी युवा व्यवसाय आदरणीय स्वतन्त्र प्रताप शाहज्यूलाई पनि म अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी गैराविश नेपाली सङ्घका महिला सचिव धेरै टाढादेखि हाम्रो निमन्त्रणालाई स्वीकारेर माल्टासम्म आउनुभएको छ आदरणीय सचिव टीका राधिका गुरुङ टीकाज्यूलाई यस कार्यक्रममा अतिथिको रूपमा हार्दिक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी गैराविश नेपाली सङ्घको महिला सहकोषाध्यक्ष आदरणीय कञ्चन थापाज्यूलाई पनि यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी गैराविश नेपाली सङ्घका केन्द्रीय प्रवक्ता फणीन्द्र पन्थज्यूलाई पनि यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। उहाँले हामीलाई फेसबुक लाइभ मार्फत सहयोग गरिरहनु भएको छ। यसै गरी म अब सम्पूर्ण देशबाट प्रतिनिधित्व गर्नुहुने आइसिसी सदस्य यसै गरी एनसीसी प्रेसिडेन्ट र एनसीसीबाट प्रतिनिधित्व गर्ने साथीहरूको नाम क्रमशः लिनेछु। त्यसको लागि चाहिँ सम्पूर्ण यथास्थानमा आसन ग्रहण गरिदिनुको निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। हामीसँग चेक रिपब्लिकबाट पाउनुभएको छ आइसिसी सदस्य सत्रबहादुर अधिकारी। कृपया यथास्थानबाट उठेर आसन ग्रहण गरिदिनु होला। सत्रबहादुर अधिकारी उहाँ
अनररी मेम्बर हुनुहुन्छ आइसिसी सदस्यमा। यसै गरी हरिदेव पाण्डेज्यू जर्मनीदेखि उहाँ पनि आउँदै हुनुहुन्छ होला। मिलन सन्तालज्यू आयरल्यान्डदेखि आउनुभएको छ, मिलन सन्ताल। यसै गरी मालदादेखि राजु अर्याल बाबु, उहाँ भर्खर समय कार्यक्रममा हुनुहुन्थ्यो, उहाँ यस हलमा देख्न सकिरहेको छैन। यसै गरी नेदरल्यान्डदेखि हुनुहुन्छ टिकाराम सापकोटाज्यू, उहाँलाई पनि यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गर्नको निम्ति अनुरोध गर्न चाहे। यसै गरी स्पेनदेखि मुक्त बहादुर गुरुङज्यू आउनुभएको छ, आइसिसी अनररी मेम्बर। माफ गर्नुहोला, म यस सञ्चालन गर्दै गर्दा म थोरै क्रम तलमाथि पुगेछ। गैर आवासीय नेपाली सङ्घ युरोप क्षेत्रीय कमिटीका उपसंयोजक आदरणीय रोबर्ट लिम्बुज्यू अतिथिको रूपमा आसन ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु, रोबर्ट लिम्बुज्यू। यसै गरी महेश अधिकारीज्यू, यसै गरी उपसंयोजक राजु अर्यालज्यू। कृपया जोरदार तालीले उहाँलाई सम्मान गरिदिनु होला। उहाँहरू नै यस कार्यक्रमको मूल आयोजक पनि हो। यसै गरी युवा सहसंयोजक प्रकाश डोङज्यू हुनुहुन्छ आयरल्यान्डदेखि, उहाँलाई पनि यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गराउन चाहे र मसँगै कार्यक्रम सञ्चालन गर्दै आउनुभएकी प्रसन्ना पढेलज्यूलाई पनि एकपल्ट जोरदार तालीले आयोजक समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी आइसिसी मेम्बर हरि भट्टराईज्यू बेल्जियमदेखि, वसन्त गौतमज्यू फिनल्यान्डदेखि हुनुहुन्छ, वसन्त गौतमज्यू। यसै गरी मालदा होस्ट कन्ट्रीका आइसिसी मेम्बर आदरणीय नवीन गिरिज्यू। यसै गरी गोविन्द करेलज्यू आइसिसी मेम्बर माल्टा। यसै गरी पोर्चुगलबाट आउनुभएको छ आदरणीय आइसिसी मेम्बर बिनु बस्नेतज्यू। स्पेनदेखि आइसिसी मेम्बर एकेनारायण पौडेलज्यू। स्विडेन एनसिसी स्विडेनबाट आइसिसी मेम्बर दिनेश कुमार श्रेष्ठज्यू। आइसिसी मेम्बर स्विजरल्यान्डदेखि हुन्छ शुभ इल्मर लामाज्यू। यसै गरी आइसिसी मेम्बर युकेबाट दिलराज गुरुङज्यू हुनुहुन्छ।